वेलकम टु नेक्स्ट स्टप अश्रिया। आजको भिडियोमा चाहिँ हामीले पार्ट 1 कै भिडियोलाई कन्टिन्यू गर्दैछु इन द फर्म अफ पार्ट 2 भिडियो। पार्ट 1 भिडियोमा चाहिँ मैले मेरो साथीसँग चाहिँ हु इज एन इन्टरनेसनल स्टुडेन्ट हियर इन अश्रिया चाहिँ उसको ओभरअल एक्सपिरियन्सको बारेमा चाहिँ डिस्कस गरेको थिएँ र आज चाहिँ हामीले चाहिँ अब जेनरली अब उसको एकाडेमिक ब्याकग्राउन्डसँग रिलेटेड युनिभर्सिटीको एक्सपिरियन्स कस्तो छ बारेमा चाहिँ डिस्कस गर्छौँ। सो फर्स्ट क्वेसन चाहिँ साथीलाई अश्रियाको एजुकेसन सिस्टम कस्तो छ? मलाई चाहिँ एकदमै राम्रो लागेको छ यहाँको एजुकेसन सिस्टम हैन। अब मैले ब्याचलर्स काठमाडौँमै बायोटेक्नोलोजीमा गरेको थिएँ अनि म यता बुक युनिभर्सिटीमा मास्टर्स इन बायोटेक्नोलोजी गर्दैछु र मलाई सबभन्दा बढी मन परेको सिस्टम चाहिँ यहाँ चाहिँ हजुर यो एकदम फ्री टु चुज योर स्पेसलाइजेसन कि। अब मेरो के छ भन्नु पर्दाखेरि मास्टर्स इन बायोटेक्नोलोजी गरे पनि अब मैले त्यहाँभित्र पनि मेरो 6वटा स्पेसलाइजेसन छ। सो मैले अब कुन चाहिँ फिल्डमा चाहिँ बढी फोकस गरेर पास आउट गर्छु भन्ने त्यो डिग्री अफ फ्रिडम चाहिँ मसँग छ कि। अनि अर्को कुरा हजुरले एउटा सेमेस्टरमा कतिवटा सब्जेक्ट लिएर पढ्छु, अर्को सेमेस्टरमा कतिवटा सब्जेक्ट लिएर पढ्छु, त्यसको नि एकदमै डिग्री अफ फ्रिडम छ हजुरहरूसँग। अर्को कुरा एउटा सेमेस्टरमा 3टा डेट हुन्छ हजुरले एक्जामिनेसनको पनि हैन। सो कुन अब यो सेमेस्टर पढेर हजुरले कतिखेर चाहिँ एक्जाम दिन्छु भनेर त्यसको पनि एकदमै हजुरसँग फ्रिडम हुन्छ कि। सो त्यो हिसाबले अनि अर्को इन टर्म्स अफ एजुकेसन इटसेल्फ पनि प्रोफेसरहरू एकदमै परिपक्व हुनुहुन्छ, उहाँहरू सबै पिएचडी साइन्टिस्टहरू हुनुहुन्छ र त्यो सबै कुरा इन्टिग्रेट गर्दा लगभग समग्रमा चाहिँ एजुकेसनमा चाहिँ आई थिङ्क अहिलेसम्मको मेरो एजुकेसन एक्सपिरियन्स चाहिँ एकदमै भनौँ न एक्सपिरियन्स छ, राम्रो रहेको छ। सो यसमा एउटा क्वेसन सोध्न चाहे कि अब नेपालमा बायोटेक पढ्दा ब्याचलर्समा बायोटेक पढ्दाको एक्सपिरियन्स हेर्दा र यहाँनिर युआर स्टडिङ मास्टर इन बायोटेक्नोलोजी कतिको डिफ्रेन्स जस्तो लागिरहेछ? अब त्यो त आई थिङ्क एनी पर्सन जसले चाहिँ स्टेम गरिरहनु भएको छ डिफ्रेन्स त एकदमै उहाँहरूले चाँडै टिप्नुहुन्छ। मेन त हजुर सबभन्दा पहिला ल्याब छिर्नु भयो भने हजुरहरू आई थिङ्क अलिक एकदमै हुन्छ कि। अब म यता ल्याब भिजिट गर्दाखेरि र नेपालमा जुन ल्याब नेपालमा अब सबै ल्याब 2टा कोठामा सिक्थ्यो हैन। एन्टायर बायोटेक्नोलोजीको भनौँ न कोर्सको अब बायोलोजी ल्याबहरू चाहिँ 2टा 3टा ल्याबमा सिकिसक्यो कि। अब यहाँ भनेको चाहिँ ल्याबहरू एउटा सब्जेक्ट अनुसार त्यो पनि कति ठुलो एकदमै बायोसेफ्टी लेभल पनि एकदमै हाई, कोट अनि टोपी सबै त्यो पिपी सुट हुन्छ नि त्यो कोभिड बनाउनु त्यस्तो लाएर छिर्नुपर्छ। आई थिङ्क त्यो मेरो लागि एकदमै डिफ्रेन्स भनौँ न सबभन्दा मोस्ट भिजिबल डिफ्रेन्स थियो। प्लस यहाँनिर ल्याब मात्रै होइन एक्चुअल रिसर्च हुन्छ क्या। एक्चुअल रिसर्च लाइक हामी कुनै डिपार्टमेन्टमा जाँदैछौँ पढ्दैछौँ अनि त्यो डिपार्टमेन्टको त्यो ल्याबहरू चाहिँ पाइलट बेस्ड हुन्छ अनि they are producing some kind of pharmaceutical product some kind of research products त्यो पनि हो। अब नेपालमा हजुरहरूले कलेज पढ्नु भएको छ, युनिभर्सिटी पढ्नु भएको छ भने त्यो एजुकेसन मात्र सीमित हुन्छ। अब हजुर यतापट्टि अस्ट्रियामा आएर बुक युनिभर्सिटीमा हेर्नुभयो भने चाहिँ हरेक डिपार्टमेन्टको आफ्नो एउटा रिसर्चको चाहिँ एउटा एजेन्डा छ अनि उहाँहरूको सबैको आफ्नो रिसर्च गोइङ अन छ। अनि कति धेरै प्रोफेसरको चाहिँ आफ्नो उहाँहरूको रिसर्च कम्पनी पनि छ कि हैन, as in the way they work as a senior scientist. Next question चाहिँ बुकमा सेटिस्फ्याक्सन भइरहेछ कि नै? एकदमै आई थिङ्क आइम ब्लेस्ड है इन टर्म्स अफ अहिलेको यस्तो एजुकेसन अपर्च्युनिटी पाएकोमा चाहिँ। मान्छेहरू पनि फ्रेन्डली हुनुहुन्छ, साथीहरू पनि राम्रै छ, जर्मनी अस्ट्रेलियाहरू मान्छेहरू फ्रेन्डली नै हुन्छन् है। अनि ल्याङ्ग्वेज अभियसली इङ्ग्लिसमा बोल्छौँ हामी किनभने अब जर्मनमा बोल्ने कुरा आउँदैन, हाम्रो जर्मन लेभल एकदमै एलिमेन्ट्री छ अहिलेको लागि। सबै एकदमै एक्सपिरियन्स एकदमै राम्रो भइरहेको छ। यस सो यसैमा के अरे अब इङ्ग्लिस कोर्सको लागि हामी अस्ट्रिया आइरहेछौँ, हामीले पढिरहेछौँ भनेपछि ल्याङ्ग्वेजले हामीलाई पढाइमा चाहिँ एफेक्ट गरेछ कि नै? म चाहिँ पढाइमा चाहिँ अफेक्ट गरेको छ चाहिँ भन्दिनँ किनभने मलाई त्यस्तो फिल भएको छैन। प्रोफेसरहरू एकदमै फ्रेन्डली एकदमै हेल्पिङ हुनुहुन्छ उहाँहरू हो। उहाँहरूको नेटिभ ल्याङ्ग्वेज जर्मन हो, कहिले कहिले क्लासमा पढ्दा भनेर जर्मन स्लिप गर्नुहुन्छ, जर्मन बोल्नुहुन्छ, तर फेरि सबै कुरा उहाँहरूले हुने नै इङ्ग्लिसमै हो सबै कन्भर्सेसन। अब यहाँको मान्छेहरू जर्मन आफूलाई बोल्नुहुन्छ स्टुडेन्टहरू पनि होइन, तर अब इन टर्म्स अफ मेबी अलिकति एक्लोपनको त फिल होला कल्चरली भनौँ न, तर एजुकेसनमा त्यस्तो इम्प्याक्ट पर्दैन। स्पेसली मलाई चाहिँ म मास्टर्स इन बायोटेक इङ्ग्लिसमा गरिरहेको छु, त्यही भएर मलाई चाहिँ इम्प्याक्ट परेको छैन ल्याङ्ग्वेजको हिसाबले एजुकेसनमा। सो जेनरली हजुर चाहिँ
पढाएर पढिने भनेर आउँदै हुनुहुन्छ र काम गर्ने केही सोच छैन भने पनि हजुरले इङ्ग्लिस कोर्समा आएर यहाँनिर चाहिँ पढाइ सँगसँगै इन्जोय पनि गर्न सक्नुहुन्छ यदि काम गर्नुहुन्न भने चाहिँ सो प्रोफेसरहरू चाहिँ आई नो दे आर एक्सिलेन्ट प्लस अनि स्टुडेन्टहरूसँग रिलेसन कतिको बनाउँछन् उहाँहरूले अस्ट्रियामा एउटा अर्को एउटा प्लस पोइन्ट भनेको चाहिँ स्टुडेन्ट जब्सहरू पनि हुन्छ युनिभर्सिटीमा अनि म त्यस्तै एउटा स्टुडेन्ट जब गरिरहेको छु युनिभर्सिटीमा र त्यो अरू मलाई जहाँसम्म थाहा छ धेरै जस्तो स्टुडेन्ट जब्सहरू छ लाइक खुला हुन्छ मेरोमा अप्लाई गर भनेर चाहिँ कहिले क्लासमा पनि भन्नुहुन्छ प्रोफेसरहरूले अथवा त्यो भन्नु भएन भने युनिभर्सिटीको पेजमा पनि एडभर्टाइज गरिरहेको हुन्छ सो त्यसको थ्रु पनि आई थिङ्क भनौँ न रिलेसनहरू राम्रो नै छ किनभने हेल्पफुलै हुन्छ सो यस्तो अपर्च्युनिटीहरू छ भने प्रोफेसरहरूले लाइक लुकाउनु नै हुन्न राम्रैसँग मजाले स्टुडेन्टहरूलाई भन्नु नै हुन्छ सो त्यही त तिमी आफ्नो फिल्डमा एक्सिलेन्ट छौ भने चाहिँ अपर्च्युनिटी चाहिँ भइरहेको हुन्छ त्यो साथीहरूको ग्रुपमा पनि सेयर भइरहेको हुन्छ प्रोजेक्टहरू इभन प्रोफेसरहरूले पनि क्लासमा लेक्चरहरूमा भनिराख्नु हुन्छ त्यही भएर चाहिँ गर्ने इच्छा छ भने चाहिँ देयर इज एन अपर्च्युनिटी बायोटेकको कुरा गर्दाखेरि चाहिँ यहाँनिर बायोटेकलाई चाहिँ राम्रैसँग पढाइन्छ होइन दे आर मोर इन्डस्ट्रियल बेस्ड भन्छु होइन कोर्स इन्टेन्स छ अप्लाइड छ दे डोन्ट ओन्ली के अरे पढाउने मात्र होइन सेल्फ स्टडी बढी छ हजुर सेल्फ स्टडी चाहिँ हजुरले गर्नैपर्छ नेपालमा जस्तो एक्जामको बेलामा पढ्छु पास हुन्छु भनेर त्यस्तो हिसाबले चाहिँ यहाँ चल्दैन यहाँ सेल्फ स्टडी एकदमै गर्नुपर्छ र लाइक जति हजुरले क्लासमा लेक्चर अटेन्ड गर्नुहुन्छ त्योभन्दा डबल चाहिँ हजुरले सेल्फ स्टडी गरेर चाहिँ आफूलाई परिपक्व चाहिँ बनाउनुपर्छ मास्टर्स त कति नै हुन्छ नि हप्ताको 2 दिन मात्र क्लास होला भने हामीले आफ्नो दिमागमा राखेर आएको हुन्छौँ होइन त्यसको बारेमा चाहिँ व्हाट डु वान्ट टु से हजुर म पनि वान अफ द पर्सन नै जो चाहिँ हप्तामा 2 दिन क्लास पढ्छु भनेर आएको मान्छे हो होइन यहाँ आएर थाहा पाएँ त्यस्तो सिस्टम चाहिँ छैन रहेछ यहाँ हाम्रो हप्तामा 5 दिन क्लास हुन्छ कहिले हप्तामा 2-3 दिन चाहिँ बिहानको यस्तै 8 बजेदेखि सुरु हुन्छ बिचमा 1 घन्टा जति ग्याप हुन्छ फेरि सुरु हुन्छ फेरि बिचमा आधी घन्टा 1 घन्टा ग्याप हुन्छ फेरि हुन्छ त्यस्तो हिसाबले 8 बजेदेखि 5 बजेसम्म 6 बजेसम्म 2 दिन एटलिस्ट हप्ताको 2 दिन चाहिँ हामी कलेजमै हुन्छौँ है अनि त्यही हिसाबले चाहिँ इन्टेन्सै छ अनि अब कुनै क्लास चाहिँ अनलाइन मोडमा पनि हुन्छ अब त्योमा चाहिँ हजुरले कलेजमै बसेर लाइब्रेरीमा पढ्नुहुन्छ कि घरमा आएर क्लास लिनुहुन्छ त्यो चाहिँ हजुरको मर्जी हुन्छ तर इन्टेन्स एकदम इन्टेन्स छ एटेन्डेन्स कम्पलसरी छ कि छैन अटेन्डेन्स चाहिँ त्यो सब्जेक्टमा भर पर्छ एक्चुअली हजुरको लेक्चर टाइप कोर्स हो भने चाहिँ प्रोफेसरहरूले अटेन्डेन्स प्रायोरिटी हो गर्नुपर्छ तर फरक चाहिँ पर्दैन भन्नुहुन्छ है अब हजुरले सकेसम्म लेक्चर अटेन्ड गर्नु किनभने लेक्चर अटेन्ड गरेर एकदम फाइदा पनि हुन्छ स्पेसली पढ्ने बेलामा सेल्फ स्टडी गर्ने बेलामा किनभने हजुरले आफै टपिकहरू खोजेर पढ्नु पर्दैन नि त तर अब भनौँ न पार्ट टाइमको जबहरू छ बिरामीहरू हुनुहुन्छ लेक्चर अटेन्ड गर्न भ्याउँदैन हुन्न भने चाहिँ अब यस्तो छ यहाँ चाहिँ त्यो धेरै सिस्टमहरू कनेक्टेड छ एज इन लाइक वाट्सएपहरूमा पनि कम्युनिटीहरू छ सब्जेक्टहरूको अनि अर्को एपमा पनि त्यो सबै पास स्टुडेन्ट्सहरूको चाहिँ कम्युनिटीहरू छ त्यसमा चाहिँ एकदमै त्यो एजुकेसन र नलेज चाहिँ सेयरिङ हुन्छ त्यस्तो त्यसमा चाहिँ त्यही हो अब बुकको एक्सपिरियन्स चाहिँ सेयर गर्दाखेरि हामी इन्टरनेसनल स्टुडेन्टबाट फर्स्ट टाइम आउँदाखेरि पनि यहाँको दे वर सो काइन्ड एन्ड फ्रेन्डली टु अस हामीलाई चाहिँ युनिभर्सिटीको बारेमा चाहिँ थाहा पाउनको लागि चाहिँ स्टुडेन्ट युनियनहरूले चाहिँ हामीलाई धेरै सपोर्ट गरेको थियो त्यो देख्दाखेरि चाहिँ हामी एकदमै खुसी नै भएको थियौँ किनभने फर्स्ट टाइम कुनै कन्ट्री आएर त्यस्तो एक्सपिरियन्स गर्दा प्लस त्यो वार्म वेलकम चाहिँ हामीलाई एकदमै रमाइलो लागेको युनिभर्सिटीको सिस्टम थाहा छैन के गर्ने कसो थाहा छैन भने चिन्ता नलिनु हजुरले मेन कुरा चाहिँ के ध्यान गर्नुपर्छ भन्दाखेरि चाहिँ you have to attend the orientation वाला प्रोग्राम चाहिँ है सो हरेक कलेज सुरु हुँदा युनिभर्सिटी सुरु हुँदा अक्टोबरमा युनिभर्सिटी सुरु छ भने 23rd 24th सेप्टेम्बरमा चाहिँ ओरिएन्टेसनको 1 week लङ प्रोग्राम हुन्छ त्यहाँ चाहिँ युनिभर्सिटीको चाहिँ हाम्रो स्टुडेन्ट युनियनको ट्युटर्सहरू चाहिँ डेजिग्नेटेड हुन्छ हामी फर्स्ट इयर स्टुडेन्ट्सहरूको लागि चाहिँ अनि उहाँहरूले तपाईँलाई सबै सिकाउनुहुन्छ कि युनिभर्सिटीमा के गर्ने कसो गर्ने कहाँ के प्रब्लम भयो भने कहाँ जाने लेक्चर्सहरू कस्तो हुन्छ सबै कुरा सबै उहाँहरूले भनिदिनुहुन्छ त्यही भएर त्यस्तो डराउनु पर्ने छैन भनौँ न गाइडेन्स पाउनुहुन्छ लाइक उहाँहरू अझै पनि हामीलाई के कन्फ्युजन छ भने हामी सोध्नु गयो भने उहाँले भनिदिनुहुन्छ सो इभन लाइक स्टुडेन्ट मेल छ अनि यु मेल यर प्रोफेसर इफ यु हेभ सम कन्फ्युजन इमिडिएट रिप्लाई चाहिँ आएको हुन्छ प्लस यहाँनिर पढ्दै पनि अब डिप्रेसिङ लाग्यो इफ यु आर गोइङ थ्रु सम एन्जाइटी एन्सियसनेस होइन यहाँनिर
साइकोलोजिकल काउन्सिलिङ पनि हुन्छ एभ्रिथिङ इज प्रोभाइडेड बाई द युनिभर्सिटी र अगेन म फेरि भन्न चाहन्छु स्टुडेन्टहरूको लागि चाहिँ आई थिङ्क एकदमै राम्रो सुविधा छ यहाँ इन टर्म्स अफ एजुकेसन चाहिँ यो चाहिँ हाम्रो ओभरअल बायोटेकको एक्सपिरियन्स एपोक युनिभर्सिटीमा हामीले चाहिँ सेयर गऱ्यौँ यदि हजुरहरू चाहिँ बायोटेक स्टुडेन्ट हुनुहुन्छ अनि अस्ट्रियामा बायोटेक पढ्ने सोच गर्दै हुनुहुन्छ अनि इफ यु वान्ट मोर इन्फर्मेसन कमेन्ट सेक्सनमा लेखिदिनु होला त्यहाँनिर हामीले चाहिँ अझै हाम्रो एक्सपिरियन्स अरू त भन्दिनँ अब मास्टर इन बायोटेकमा चाहिँ हाम्रो ओभरअल एक्सपिरियन्स कस्तो हुन्छ होइन त्यो पछि पनि डिस्कस गर्छौँ र अब नेक्स्ट सेसनमा चाहिँ हामीले चाहिँ लाइफ बियोन्ड स्टडिजको बारेमा चाहिँ डिस्कस गर्छौँ सो आउट अफ अल होइन भियनामा बस्नुको प्रोज र कन्स के होला प्रोज भनेको चाहिँ अब आई थिङ्क सबैलाई थाहा नै छ भियना चाहिँ वान अफ द बेस्ट स्टुडेन्ट सिटी इन द वर्ल्ड हो 6th आउँछ ग्यारी अहिले सेफेस्ट र बेस्ट स्टुडेन्ट सिटीमा अब भन्नु हजुर भियनामा बस्दै हुनुहुन्छ सेन्ट्रल युरोपको नि सेन्ट्रल क्यापिटल सो एकदमै आर्किटेक्चरली चाहिँ एकदमै राम्रो छ जहाँ हेर्नुभयो त्यतै यो क्यासल्सहरू यो भनौँ न मिडिभल टाइम्सको बिल्डिङ्सहरू अनि यो फ्री पार्क्सहरू एकदमै लाइक वेल अर्गनाइज वेल सिस्टमेटिक होइन पब्लिक ट्रान्सपोर्टेसनमा हजुरले पहिलो सेमेस्टरको टिकट काट्नुभयो भने पहिल्यै तिर्नु परेन पैसै तिर्नु परेन रेस्ट अफ द सेमेस्टर सो यो इन टर्म्स अफ चाहिँ आई थिङ्क यो सबै प्रोजमा जान्छ होइन किनभने एकदमै भनौँ न सिस्टमेटिक र अर्गनाइज छ कि यहाँ चाहिँ अब कन्स भन्नु पऱ्यो भने चाहिँ इन्टेन्स छ एकदमै एजुकेसनमा चाहिँ हजुरले लाइक सेल्फ स्टडी चाहिँ एउटा सर्टेन आवर्स चाहिँ दिनमा जहिले पनि डेडिकेट गर्नै पर्छ किनभने अलिकति स्पेसली हामी नेपालबाट आएकोहरूलाई चाहिँ हामीले चाहिँ आई थिङ्क अलिक बढी नै एफर्ट लाउनुपर्छ अलिकति स्लिपअप भयो भने चाहिँ पढ्न गाह्रो नै छ कन्स चाहिँ यही हो नत्र भने तर गाह्रो छ भने यताउता छ भने चाहिँ इफ यु अप्रोच यु प्रोफेसर्स अर यो हजुरको सिनियर्सहरू हेल्प चाहिँ मजाले गर्नुहुन्छ तर त्यही हो पढ्नु चाहिँ पऱ्यो त्यही हो इन्टेन्स एजुकेसन इज द कन भन्छु नि have any plan after graduation here? अब प्लान चाहिँ फर्स्टमा अहिले चाहिँ मास्टर्स पास गर्नु छ किनभने एकदमै गाह्रो छ पढाइ चाहिँ इन्टेन्स छ अझ भनिहालेँ अब पहिला मलाई चाहिँ राम्रोसँग अहिले मास्टर्समा ध्यान दिएर चाहिँ मास्टर्स कम्प्लिट गर्न छ त्यसपछिको प्लान भनेको चाहिँ अब मलाई एकाडेमिकमै नै बस्न छ त्यही भएर अब भियनामै हुन्छ कि युरोपमा अरू कतै हुन्छ त्यो चाहिँ मैले डिसाइड गरेको छैन तर मोस्ट प्रब्ली म चाहिँ एकाडेमिक फिल्डमै बस्छु होला सो यो चाहिँ सबैभन्दा इम्पोर्टेन्ट क्वेसन अगाडि नै सोध्नुपर्ने अस्ट्रिया कतिको सेफ छ धेरै सेफ छ हजुर अब आई थिङ्क अब भनौँ न अरू कन्ट्री नाम त नलिउँ होइन तर आई थिङ्क क्राइम्स यो हेट क्राइम्सहरू त अरू कन्ट्रीमा बढिरहेको छ भनेर सबैले न्युज सुन्नु भइरहेको छ तर यो कुरा चाहिँ भियनामा अस्ट्रियामा चाहिँ कमै छ सो रिलेटिभली एकदमै सेफ सिटी हो जति हजुर राति ट्राभल गरे पनि मैले अहिलेसम्म त्यस्तो नराम्रो न्युजहरू भनौँ न यस्तो भयो उस्तो भयो भन्ने सुनेको चाहिँ छैन सो एकदमै सेफ छ सिटी चाहिँ न्यू कमरहरूलाई चाहिँ जो आउँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ के सजेसन दिन चाहनुहुन्छ हजुर फर्स्टमा चाहिँ जो स्टडीमा आउँदै हुनुहुन्छ उहाँलाई के सजेसन दिन चाहनुहुन्छ जो पढ्छु नै भनेर आउनुभएको छ भने चाहिँ प्लिज यु आर मोर देन वेलकम होइन अब म पैसा कमाउँछु म कामै गर्छु भन्ने हिसाबले आउनु चाहनुहुन्छ भने चाहिँ अब त्यसमा चाहिँ म के भन्न चाहदिनँ किनभने यहाँ एजुकेसन अब इन्टेन्स छ एजुकेसन राम्रो छ कामै गर्नु थाल्नुभयो भने हजुर अब पढाइको लागि टाइम पनि त पाउनुहुन्न नि त होइन अनि अब रेसिडेन्स पर्मिट रिन्यू गर्नको लागि हजुरलाई चाहिने भनेको लास्टमा 1 इयरमा कति क्रेडिट चाहिन्छ आई थिङ्क 20+ क्रेडिट चाहिन्छ सो त्यो हिसाबले अब प्लस यहाँको महँगाइ पनि त्यस्तै हो अब हजुरले पैसालाई प्रायोरिटी दिन्छु म त यति घन्टा काम हामी त्यस्तो गर्न चाहन्छु त्यस्तो मान्छेहरूलाई चाहिँ म अब खासै रिकमेन्ड गर्न चाहदिनँ तर म चाहिँ अब पढ्छु मास्टर्स जसरी नै कम्प्लिट गर्छु आफूलाई सस्टेन गर्नको लागि चाहिँ पकेट मनी चाहिँ आफै कमाउँछु भन्ने मान्छेहरू हुनुहुन्छ भने चाहिँ प्लिज यो मोर देन वेलकम र स्पेसली टु दोज हु आर स्टेम भनेको चाहिँ साइन्स टेक्नोलोजी इन्जिनियरिङ म्याथमेटिक्स सब्जेक्ट्सहरू चाहिँ जसले मास्टर्स गर्न चाहनुहुन्छ अथवा पिएचडी गर्न चाहनुहुन्छ आई थिङ्क अस्ट्रिया भनेको चाहिँ इट्स अ ल्यान्ड अफ अपर्च्युनिटिज सो यो वेलकम जो यहाँ आउँदै हुनुहुन्छ होइन बिफोर अराइभिङ चाहिँ के चाहिँ सजेसन दिन चाहनुहुन्छ जो आउनै लाग्नु भइसकेको छ क्लियर गरेर आउनु अब सबै डकुमेन्ट्सहरू अब जसले अप्लाई गर्न लाग्नु भएको छ अब आई डोन्ट नो हजुर कति स्टेपमा पुग्नु भएको छ तर 4-5 महिना चाहिँ मजाले नै छुट्याउनै पर्छ होइन यता अप्लाई गर्नको लागि चाहिँ हजुरहरूले पहिला रेसिडेन्स पर्मिट अप्रुभ हुनु पर्यो जस्तो भिजा अप्लाई गर्नु पर्यो रेसिडेन्स पर्मिटको डेट आउनको लागि टाइम लाग्छ हजुरहरू देखि जान पर्ने हुन्छ सो यो टाइम फ्रेम चाहिँ 4-5 महिनाको चाहिँ लगभग छुट्याउनु भएकै हुनुपर्छ
त्यो टाइम फ्रेममा चाहिँ हजुरहरूलाई म यो बरिस्टा ट्रेनिङ अथवा के ट्रेनिङ गर्नुहुन्छ नि छोडिदिनुहोस्, त्यो कम्प्लिटली छोडिदिनुहोस्, केही नगर्नुहोस्, ल्याङ्ग्वेज सेन्टरमा गएर जर्मन पढ्नुहोस्। म चाहिँ त्यही भन्छु। हजुर जति टाइम छ 3 महिना 2 महिना छ 1 महिना छ भने डज नट म्याटर। आफूलाई जर्मन चाहिँ एटलिस्ट जर्मन A1 चाहिँ गरेर आउनुहोस्। जर्मनको B2सम्म गर्नुभयो भने त झनै राम्रो। त्यो भन्यो भने चाहिँ हजुरहरूले यहाँ मजाले टिप्न सक्नुहुन्छ। सो अब यो क्वेसनको आन्सर पनि त्यही हुनसक्छ। त्यो कमन मिस्टेक जुन स्टुडेन्ट गर्छ भने भाषा नबोल्नु नै कमन मिस्टेक भयो। म इङ्ग्लिसले सब्जेक्ट गर्छु, म भाषा जर्मन मलाई नबोले नि हुन्छ भने त्यो सबभन्दा कमन मिस्टेक हो जुन मैले पनि गरेकै हो भने जुन म पछुताइरहेको छु। सो अब ओभरअलमा चाहिँ लास्ट क्वेसन त्यही हो, फाइनल मेसेज एज एन इन्टरनेसनल स्टुडेन्ट फ्रम अस्ट्रिया। अब फाइनल मेसेज फ्रम मेरो साइडमा जो चाहिँ अब नयाँ विद्यार्थी दिदी दाइ भाइ बहिनीहरू आउँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब मेरो फाइनल एडभाइस भनेको चाहिँ मेन्टली प्रिपेयर हुनु। किनभने विदेश हो, पढ्न गाह्रो हुन्छ, सबै कुरा आफै गर्नुपर्ने हुन्छ, घरको खर्च, सबैको खर्च, पढाइको सबैको यो जुन यो ढुङ्गा हुन्छ नि हजुरकै टाउकोमा परेको हुन्छ। त्यही भएर एकदमै मजाले मेन्टली प्रिपेयर भएर आउनु। अब त्यही भन्छु म चाहिँ। Okay. So thank you for coming here in Next Stop Austria. Thank you. आफ्नो एक्सपिरियन्स सेयर गरिदिएकोमा आई एम भेरी थ्याङ्कफुल। थ्याङ्क यू मलाई बोलाउनु भएकोमा। मलाई पनि हजुरको भिडियोमा आएर यस्तो एक्सपिरियन्स सेयर गर्न मन थियो अब हाम्रो हजुरको सब्सक्राइबरहरूसँग। सो भेरी ग्रेटफुल, भेरी ह्याप्पी। सो ओभरअलमा चाहिँ अब इफ यु हेभ एनी कमेन्ट्स आफूलाई भिडियो हेर्दा हेर्दै के क्वेसन अराइज भएको छ भने कमेन्ट सेक्सनमा लेखिदिनु होला। So see you next time. Bye.